एमाले भन्ने पार्टी उहाँहरूको भन्दा मोर डेमोक्रेटिक हुनुपर्ने हो, तर उत्तर कोरियाको छ है तपाईँहरूकोतिर चाहिँ। तपाईँलाई त्यस्तो लाग्छ र? बोल्न सक्नुहुन्न नि तपाईँहरू, किन नसक्नु? बाघको अगाडि बोल्न सक्नुहुन्छ होइन, यसरी बुझौँ, बोल्न उहाँहरूको नसक्ने त संयोजक बरु चुनाव जितेर आउनु भएको छ, बोल्न तपाईँको सक्ने। अध्यक्षज्यू त जनताबाट पनि पराजित भएर आउनु भएको छ। अहिले मोर टार्गेटेड नै उहाँ हुन्थ्यो नि त। चाइनासँग कसरी डिल गर्ने, इन्डियासँग कसरी डिल गर्ने एउटै हुनु पर्यो के। चेन्ज गर जस्तो संविधान हाम्रो एउटै हो नि, सेम हुनु पर्यो, अनि हामी बच्छौँ के, नत्र हामी बच्दैनौँ। त्यस्तो खालको प्रवृत्ति चरित्रको हामीले विकास गरेर जानुपर्छ भनेको त्यो युवाहरूसँग चाहिँ यिनीहरू यसरी जान्छन् भन्ने कुरा तपाईँहरूले मेसेज कन्भे नै गर्न सक्नु भएन, ट्रस्ट बिल्डअप अब गर्नुपर्छ। युवाहरू अघि नै भन्यो नि, नेपालमा केही नभएर विदेश गएको होइन। नेपालमा काम गर्दाखेरि पारिश्रमिक राम्रो पाइन्थ्यो। नेपालका युनिभर्सिटीमा युकेमा गएर पढ्ने विद्यार्थीको भन्दा राम्रो पढाइ पनि हुन्छ। यहाँको एमबिबिएसको भ्यालु चाइनाको भन्दा राम्रो पनि छ कतिपय सन्दर्भमा, ओभरअल होइन, आंशिक रूपमा। युनिभर्सिटीमा पढाइ पनि हुन्छ भन्दा उहाँ होइन, त्यो हाँस्नु पर्दैन। सबभन्दा गतिशील कोही छन् भने नेपाल कम्युनिस्ट पार्टीहरू छन्। कहाँनिर के भयो भने गतिशील छन्, तर के कुरा गति भन्ने कुरा हो क्या। हो बरु त्यसो भनौँ न, किन गतिशील? जनताको कुरा नसुन्न गतिशील छ, त्यस्तो त होइन। सबभन्दा बढी सुन्नु न, सबभन्दा बढी सडक निर्माण कसले गर्छन्? सडक निर्माण कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। जनताका बिचमा जाने प्रयास कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। कार्यक्रम गतिविधिहरू कसले गर्छन्? कम्युनिस्ट पार्टीहरूले गर्छन्। झापामा तपाईँको पार्टीको जिल्ला कमिटीको, उहाँहरूको पार्टीको जिल्ला कमिटीको 2 जना सचिवालय सदस्यलाई भेटेको मैले र सोधेको, चुनाव आयो त्यो पनि कति दिन अगाडि, चुनावभन्दा 5 दिन अगाडि सोधेको, मत केमा हालिन्छ भनेको, भोट त सर व्यक्ति भोट चाहिँ घन्टीमा हो, अब अरू त पार्टीकै भोट हाल्ने हो। त्यही हो निर्माण गरेर